ढाकेको कुरा गरे अनि कालिएको कुरा गरे र ठाकिएको कुरा पनि गरिसकेको छ। अब त्यो तिनैबाट फरक के छ त भने अब कालिएको समयमा आफ्नो अनि अब यो चेतना भनौँ अथवा प्राण भनौँ आत्मा भनौँ अथवा हंस भने पनि आफ्नो नम्से भने पनि यो चाहिँ के हो भनेर सम्झिनु पऱ्यो भने आफ्नो अगाडि चाहिँ अनि सेतो रूपमा चाहिँ कार्य नागेको समयमा पनि अब ठाउँमा नाप्ने रहेछ, थाकिएको समयमा पनि ठाउँमा नाप्ने रहेछ। यो किन बेसी गर्नु परेको रहेछ भने दुःखहरू बिदा भने अनुसार हो भने ताता लम्बो ज्याग्युरी हो ताँसुमा तोङ्ग्युरी रङ्गी युनी गुम्जुरी भनेर भन्नुभएको अनुसार चाहिँ बाहिर हामीसँग भएको घोडा गाई गोरुहरू चाहिँ अरूलाई निःशुल्क दान दियो भने 100 जति हामीलाई अब त्यसको पुण्य प्राप्त हुन्छ भने आफ्नो छोरा छोरी श्रीमान श्रीमती नै अनि निःशुल्क भनौँ निस्वार्थ भावले अरूलाई हामीले समर्पण गर्न सक्यो भने त्यहाँबाट हामीले के प्राप्त हुन्छ भने 1000 जति अनि हामीलाई यो फल अर्थात् पुण्य 1000 जति पाउँछ उदाहरण हो। र आफ्नो शरीर नै त्याग्नु सक्यो अरूको निम्ति निस्वार्थ भावले भयो भने त्यहाँबाट कति पाउँछ त भने 1 लाख जति पुण्य हासिल हुन्छ, त्यस्तो फल प्राप्त हुन्छ भन्नुभएको छ। टुकोर भने कलाचक्रको अनि तन्त्रभित्र त्यस्तो लेखिएको हुनाले आज हामीले गर्ने यो साधना यो अभ्यास के हो त भने गेसी हो। यो चाहिँ अब शरीर नै ध्यान दिने कार्यमा हामी लागेको। अब यो शरीरप्रति कुनै पनि लोभ लालच छ, यसप्रति पुरा अहमता कुनै पनि अब म हो भने त्यसको घमण्ड नरहिकन श्रद्धापूर्वक भक्तिपूर्वक अथवा तल्लो स्तरले हो भने मायाले तिनीहरू सबैलाई विचार दयाको माया र करुणाको भावले दिनु सक्यो भने त धेरै पुण्य लाभ हुन्छ। त्यस कारणले आफ्नो शरीर अनि एक चिम्टी मासु ननिकालेर पनि हाम्रो सोच अथवा महान विचारहरूले आफू स्वयं एकछिन भए पनि लासमा परिणत भयो, आफ्नो आत्मा विज्ञान चाहिँ हामीले अब कवानामा परिणत भयो। त्यही यो थोमा नामको हातको यो हतियारले यो लासलाई चाहिँ चोक्रा बनाएर चाहिँ अनि जम्मौ जन्मका शरीर सबै यहाँ भएको महसुस गरेर चाहिँ त्यो अनि अशुद्धलाई शुद्ध बनाउँदै त्यसलाई पुरा पहिला चिलाप भएको थिएन, चिलाप अब ओमको चिलाप बनाएर चाहिँ यो चाहिँ अब 4वटा पाहुनाहरूलाई आह्वान गर्दै चलाउने त्यो प्रक्रिया त्यो अब अभ्यासलाई चाहिँ अनि गेसी गर्दछ भनेर भन्नु पर्यो, बुझ्नु पर्यो। गेसी भन्छ चम्पालका डरलाग्दो के होइन रहेछ एकछिन भए पनि आफ्नो शरीर चाहिँ अब अहमता हटाउन लागि, आफ्नो आसक्ता हटाउन लागि चाहिँ लोभ लालचता हटाउन लागि एक दिन मर्छ, मरेपछि शून्यतामा विलिन हुन्छ। त्यस समयमा काम लागेर अहिले पुण्य आर्जन गर्यो भने मात्र काम लाग्दछ कि भनेर बुझ्नुको निम्ति त्यसलाई पुरा जोस जाँगर र अनि श्रद्धा सहित अनि अगाडि बढ्न सक्यो भने विगतका डिजेल लामाहरू जस्तै गरेर हामीले पनि गेसीको पुण्य लाभ भएर चाहिँ हामी पनि छिटोभन्दा छिटो बुद्ध हुनुमा अनि कसैले रोक्दैन, कसैले छिर्नु सक्दैन। त्यसलाई हामी आफैलाई अनि आफ्नो मालिक बनाउन निम्ति गेसी गरेको हो भनेर सम्झिनु पर्यो। त्यो गयो भने हिजो मात्र माथि लगिलो मैले भनेको अनुसार भन्ने हो भने पोवा 100औं पोवा भन्दा माथि लगिछन्, 100औं दान दियो भने माथि लगिछन्, 100औं धर्म देशना अब सुनेको भन्दा भने त्योको धर्म देशले माथि स्थान हो भनेर महत्त्वपूर्ण हो भनेर माझी लगिलो मैले भन्नुभएको। आले देवा स्वयंले पनि भन्नुभएको कुराहरू यहाँहरूलाई थोरै थोरै जानकारी अथवा त्यसको व्याख्याहरू गरिसकेको छ। आज हामीले अन्तिम अनि मार्गको कुरा गरेको छौँ। मार्ग के भन्छ? मार्ग भनेर रातो हो, रातो रगत मासु सबै के हुन्छ? रातो हुन्छ। रातो चिज बीज सामग्री अथवा खानापिनाहरू चाहिँ यो चाहिँ पुरा स्वादिष्ट मात्र नभएर त्यो चाहिँ पुरा अनि के भन्छ प्रसाद युक्त भएको अथवा अमृत युक्त भएको जसले सेवन गर्छ उसको चाहिँ शरीर वजन मनको सबै पाप नष्ट भएले छिटोभन्दा छिटो मुक्त हुने खालको त्यस्तो चिजबिज अनि प्रसाद र अमृतहरू चाहिँ सजाएर चाहिँ अनि सबैले देवी देवता मध्ये आज यो मर्केको समयमा चाहिँ 11वटा देवी र
उहाँसँग सम्बन्धित परिवारहरू उहाँको सङ्गठनहरू चाहिँ अनि आह्वान गरेर चाहिँ चलाउन सक्यो भने चाहिँ धेरै पुण्य लाभ हुन्छ भन्ने कुरा रहेछ। त्यसमा अब चौथो चाहिँ किन मैले जुवा हिमले खेवाई यसरी जुवा भन्छ त्यो तत्त्वलाई भनेको हाम्रो शरीर चाहिँ के भने साचु मेलुङले भनेको अनि शरीर हो। जुवासी अथवा चार तत्त्वले निर्माण गरेको यो शरीर चाहिँ अनि कलियुगको समयमा आफ्नो नराम्रो कर्महरू कारणले यो स्थापना भएको छ। आज केटा होस् केटी होस् अथवा जुन अवस्थामा भए पनि त्यो शरीर भन्दा चाहिँ आफ्नो यो आत्मा भनौँ अथवा हंस भनौँ प्राण भनौँ विज्ञान भनौँ चेतना भनौँ अनि यो नम्स्य भनौँ यहाँबाट निकालेर आफ्नो प्राण चाहिँ केमा परिणत गर्न सक्नु पर्यो भने कोमा नाहुमा परिणत गर्न सक्नुपर्छ। जुवा हिमले खेवाई मिचाङ कसरी गिमिना खाने मिचाङ भने अशुद्ध त्यो शरीरमा अनि दिशा छ पिसाब छ अनि अब त्यो मात्र नभएर रगत छ पिप छ धेरै यो नाजुक चिजबिज जो गनाउने धेरै अब फुल अनि दुर्गन्ध सबैको शरीरमा छ नि त्यस त्यो शरीर भएर पनि त्यो शरीरभित्र चाहिँ एउटा आत्मा छ जो बुद्धको अनि बिउ हो तथागत गर्भ हो। बुद्धको बिउ देशी निम्बो भन्छ त्यो देशी निम्बो चाहिँ एकछिन भए पनि यहाँबाट निकालेर थोमा नाममा परिणत गर्न सक्यो भने अनि यो शरीर के भयो लासमा परिणत भयो। अनि यो लासलाई चाहिँ शुद्ध बनाएर चाहिँ अनि चलाउनु पर्छ भन्ने कुराहरू छ। मिसम पक्ष यहाँ खाने धम्मी सेरो दोमी सेरो धम्मी सेरी भयो यो भित्र गएको अनि अब प्राण चाहिँ धम्मी सेरी चाहिँ दोमी सेरो हो दोमी सिरी चाहिँ अनि बुद्धको कुरा हो। पहिलो बुद्ध अब कुन्दो साङ्गो जस्तै गरेर आज यहाँबाट निस्किएको ठोमा नाङ्गो पनि के भने अब कुन्दो साङ्गो र अभिन्न रूप हो। त्यसमा धम्मिसेरी डोमिसिरो दु लानै सेकाको नपर्से फेरि पनि जसरी नाकिएको समयमा कलिएको समयमा ठाकिएको समयमा आफ्नो प्राण आत्मा चाहिँ यहाँबाट निकालेर ठोमा नाङ्गो अथवा ठोमा कर्ममा परिणत गर्यो नि त्यो जस्तै गरेर आज चौथो येसीमा पनि यसै खानु हो भने ज्ञानको अनि देवीको रूप अथवा ठोमा नाममा परिणत अथवा ठोमा नाममा स्थापना ठोमा नाममा प्रकट गर्नु पर्यो। अब ठोमा नामले यहाँ बाहिर छ भनेर सम्झिनु पर्यो। अब यहाँ प्राण नभएपछि त्यो शरीर लास भयो त्यो शरीर लासलाई चाहिँ के गर्यो भने ठोमा नाममा हातले चाहिँ अनि काट्यो अरे। नम्बर चाहिँ यिङमी डुटी पापा सिल्याङ्गा यिङमा भने चाहिँ अशुद्ध भनौँ यो कलियुगको समय चाहिँ द्विनिकमा भन्छ त्यस समयको यो शरीर छ दुर्गन्ध शरीर अथवा फोहोरी शरीर चाहिँ के गर्नुपर्ने अनि यो छालाहरू तारेर लुकी पक्का सिरियाङ दल अरे आफ्नो शरीरको छालाहरू तारेर अनि फैलाउनु पर्छ। हजुर त्यो छाला फैलाएको माथि चाहिँ के छ सम्झिनु पर्यो भने आफ्नो जन्मका अब शरीरको मासु जन्मका शरीरको हड्डीहरू रगतहरू सबै त्यहाँ छ भनेर सम्झिनुपर्छ अरे। के स्याठा भने स्या भनेको मासु भयो ठाक भनेको रगत भयो रुबा भने के हो भने हड्डी भयो फर्केसी भई एकाएक चक्रा चोक्रा पारेर टुक्रा पारेर त्यहाँ चाहिँ यो जम्मा भएको सम्झिनु पर्छ अरे। अब यो शरीर मात्र नभएर हामीले करोडौँ जुनी लियो ती करोडौँ जुनी लिएको बेला को शरीर सबै यहाँ छ भनेर सम्झिनु पर्यो। यो करोडौँ जुनी लिएको बेला त्यो बेला भएको सम्पत्ति सबै यहाँ छ भनेर सम्झिनु पर्यो। सानो फर्केसी भई स्याली ठाक्सो रुपियाँ दौडको सुन अब आज हाम्रो यो शरीरको 80-90 किलो 50-60 किलो छ होला तर जम्मको मासु र हड्डी एक ठाउँमा जम्मा गरेर त्यो त पहाड जस्तो हुन्छ रगत हो भने समुद्र जस्तो हुन्छ नि त्यो चाहिँ स्याली अरे। अब यो मासुकै अनि पर्वत स्याली ठाक्छो अरे अनि यो रगतकै अनि समुद्र रुपी टम्ठो अरे रुपा भने चाहिँ यो के भन्छ हड्डी हो हड्डीकै अनि त्यो कुरा वाल अरू लगाएको जस्तो गरेर अनि छ भनेर सम्झिनुहोस्। रुपी टाम्ठो दाल भनेर सम्झाउनु अरे पहिलाउनु अरे। कङ्सेल अरे कङ्सेल तावा मर्कु या सबै छ अरे। कङ्सेल भने बसहरू हो तावा भने त्यसलाई रक्तमासी भन्छ जोस मर्कु अरे अब घिउहरू तातो घिउहरू अब यो पुरा अनि ग्यासो खेल छैन अब समुद्र रुपी के भन्छ अनि के भन्छ मर्कु अथवा घिउ अथवा
तातो तेलहरू सबै यहाँ भएको भनेर सम्झिनुपर्छ अरे। त्यति मात्र नभए त्यो छाला माथि अनि बुवा नेलाङ अरे, बुवा भने चाहिँ फिसहरू, नेलाङ भने चाहिँ पुरा त्यो पाकहरू, दोयन भने दोयन भन्न साथ हामीले के सम्झेको अहिले दो यो भने काम दो भन्छ, दोयनमा चाहिँ सुक्टा टेलो रेटाहरू सम्झिनु पर्यो, मेथोकमा दुर्गमा नसम्म टिचरमा युमा दवाहरू सम्झिनु पर्यो। त्यसमा अब हामीले दुख्छौँ पैसा यहाँ दोजीमा पैसा ताकिए सम्झिनु, झ्यागे पनि सम्झिनु पर्यो। अब रिजे नादुनहरू सम्झिनु पर्यो, सबै सामग्री नै यहाँ छ भनेर सम्झिनुपर्छ। अब त्यसमा दोयन किम्बुम किम्बुम भने चाहिँ के भने त्यहाँ पुरा त्यहाँ मेघ पुञ्जाको भन्छ। किम्बुम भने आकाशमा बादल छ नि, बादल चाहिँ तातै बादलै बादल घेरेको जस्तै गरेर आफ्नो सामुन्ने आफै त कोठोमा नाम हो, आफ्नो शरीर चाहिँ लासमा परिनु भएको छ। त्यो लास चाहिँ पुरा भनेको चाहिँ चिल्ला अब मोटो रुचि अथवा त्यसले सब मात्र परिणत हुनुको लागि चाहिँ टिमोटिभ अनि त्यसलाई के गर्नु सम्झिनु पर्यो भने डुसुन डुबे अरे ओम आ होमलाई डुसुन भन्छ। डु भनेको अब कुन दाना भनेको तीन दाना, अब तीनवटा अक्षर अनि के भने ओम आ होम हो, त्योबाट ओमबाट सेतो ज्योति, आबाट रातो ज्योति, होमबाट निलो ज्योति निस्क्यो। त्यो निस्केर कहाँ अनि अब पस्यो अथवा कहाँ चाहिँ छुयो, कहाँ त प्रवेश गर्यो भने चाहिँ अहिले हामीले जम्मा गरेको जति पनि रगत होइन मासु हड्डी अब यो कङ्थिल भनेर चाहिँ अब बसहरू अनि त्यसो मासुहरू इत्यादिमा पस्नु साथमा सुन्नु साथमा के भयो भने न्योङ्डोल गयो अरे। न्योङ्डोल भने स्वगन मुक्त भन्छ। त्यो जसले त्यो सेवन गर्छ, सेवन गर्न साथमा उसको सबै पाप नष्ट भएर ज्ञान गुणले युक्त हुने चिजलाई चाहिँ न्योङ्डोल भन्छ। चिल्ला फुट गर्नु हो, त्यो लागि न्योङ्डोलमा पनि भयो भनेर सम्झिनु पर्छ। यो भन्दै ओम आ होम हावरी, ओम आ होम हावरी भनेर होइन तिनचोटि चाहिँ पर्यो होइन डहुर। अब त्यस समयमा भयो भने अब कुनै 4 वटा जति अनि पढ्नु गर्दै होइन ओम आ होम हावरी भने तिनचोटि पढ्नुहोस् न, अब ढाँचिएको छ होइन हो। यो ती समयमा चाहिँ यो अब हामीले के सम्झिनु पर्यो, आफ्नो शरीर चाहिँ लासमा परिनु भएको, आफ्नो आत्मा चाहिँ ठोवा नाममा परिनु भएको, ठोवा नामको हातको हतियारले सबै टुक्रा भएर छाँटकाट गरेर चाहिँ अशुद्ध सबै शुद्ध बनाएको। शुद्ध बनाउनु लागि चाहिँ ओमा होम हावरीको मन्त्र जप गर्दै सबै अशुद्ध शुद्ध भयो, अहिले अपूर्ण पुरा भयो भनेको। अथवा त्यो साधारण होइन, आज चाहिँ प्रसन्न परिणत भयो, अमृतमा परिणत भयो भने भना सायले ओमा ओम हावरी नै भन्नुपर्छ अरे हो। त्यस पछाडि चाहिँ कसलाई आह्वान गर्नु पर्यो भने अनि 11 थरीका अनि अब खाँडोमा अथवा दक्षिण गरौँ अथवा परि गरौँ अथवा उहाँतिर चाहिँ सन्दर्भबाट मुक्त भएका अब देवीहरूलाई चाहिँ अनि आह्वान गर्नुपर्छ अरे। रामी यसैकी खाँडोमा ठोमा नभए थोकाले अरे आफै चाहिँ अब ज्ञान माया देवी ठोमा नभो हो। ठोमा नभोको यो थुक भनेर यो हृदयबाट मुटुबाट छातीबाट चाहिँ के प्रकट भयो भने होसेल भने चाहिँ प्रकाश प्रकट भयो अरे। थुकाने होसेल अनि कति भने पक्दो व्यापार छ, धेरै होसेल पनि सेतो रातो पहेँलो धेरै रङ भएको होसेल चाहिँ अथवा प्रकाश चाहिँ यहाँबाट निस्कियो अरे। होसेल पक्दो व्यापार टोपे त्यो होसेल त्यो प्रकाशले कसलाई आह्वान गर्नु लागि, कसलाई लिनु लागि, कसलाई पुकार गर्नु लागि हो भने चाहिँ हो त्यो चाहिँ सक्षम त्यो थाम्चे नै छुङ्गी मिङ्गी मोल ल्याले सक्षम त्यो भन्दा यहाँबाट होसेल प्रकट सक्न त्यो होसेल चाहिँ जताततै 4 दिशा अथवा 10 दिशा सबैमा त्यो होसेल चाहिँ फैलियो अरे हो। छोक्छम तेङ हो अरे। छोक भने दिशा भयो, छाम भने त्यसको बिचको भाग हो, तेङ हो भने माथिल्लो स्थान तल्लो स्थान भयो, थाम चाहिँ त्यहाँबाट चाहिँ छुङ्गी मिङ्गी मोले जो धर्माधर्मबाट चाहिँ को पाल्नुभयो भने यसैकी खानुमा चुचिल्ला छ। यसैकी खानुमा भने के हो भने ज्ञानमाय अनि देवी, ज्ञानमाय लक्ष्मी, ज्ञानले युक्त भएको अनि खानुमा अनि पाल्नुभयो अरे। यसैकी खानुमा कति पाल्नुभयो भने चुचिक अनि 11 अनि खानुमा चाहिँ पाल्नुभयो अरे चुचिक ला जुटु रोग ठुलो छ नि। अब यो खाण्डमाको आफ्नै के छ भने अनि परिवार छ अथवा उहाँको अनि संगठन छ, उहाँको अनि ग्रुप छ, उहाँको अब जति पनि त्यो आफन्तहरू छ सबै आउनु भयो भने सम्झिनु पर्यो। कारण चुजिलो युडुलो भन्छ जो कि सुदु जसरी घाम छ भने घामले अनि किरण छ, जसरी पानी छ भने पानीले तरल पदार्थ छ,
जसरी आगो छ भने त्यसलाई ताकन्छ त्यो झुझै गरेर काण्डमा चुचीलाई चाहिँ आफ्नो वरिपरि घुमेका अनि आफन्त भनौँ उहाँको अनि अनुयायीहरू भनौँ अथवा चेला भनौँ सबै सङ्गठन चाहिँ अनि आउनुभयो भने सम्झिनुपर्छ अरे सजोगी सुदो खान्डो चेवा घुम्दै छैन खान्डो भने चाहिँ अब के भन्छ ज्ञानको देवीलाई खान्डो भयो जो शून्यता बोध भएको अनि खा भन्छ अब आकाश हो आकाश नैलाई शून्यता भन्छ त्यो शून्यता जस्तै खानापिना लदाकाबाट बाहिरको रूपलाई यो कानको भने शब्दलाई नाकको भने बास्नलाई अब यो जिब्रोको पनि स्वादलाई शरीरको पनि यसबाट सबै शून्यता रहेछ भने बुझ्नु सफल अनि व्यक्तिहरूले खान्डोमा आउँछ यी तिनीहरू यसरी खान्डोमा चेवा अरे चेवा चेवा भने चाहिँ अब करोड भनेको बुम्दे भने लाख भनेको अब करोडौँ अनि अब लाखौँ अनि त्यो के भन्छ अनि वर्गमा छ अरे बुम्दे नङसे फाटे कता चाहिँ भन्छ नआउँछन् नङसे फाटे भने यो संसारमा भएको जति पनि देवी देवताहरू सबै फाटे भनेर देवता र राक्षसहरू सबै पूर्वता जेवा उहाँको वरिपरि घेरिएका सबै यहाँ पाउनुहोस् भनेर आह्वान गरेको शब्द हो च्यान्टा त्यस समयमा कङ्ली पनि ताजरी अथवा बजाउने गर्दो रहेछ च्यान्टेनको बेलामा चाहिँ अब यो काण्डमा अनि चुचीलाई आफ्नो अनि के भन्छ अनि नाम उच्चारण गर्दै उहाँलाई अघि हामीले जम्मा गरेको प्रसाद बनिने अमृत बनिने पनि त्यो चिन्ला बनिने मोटु बनिने सिद्धि बनिने अथवा त्यो छक बनिने त्यो चाहिँ हामीले चलाउनुपर्छ नि त्यसको लागि एकाएक आह्वान गरेको शब्द चाहिँ यो रहेछ फ्याट 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 भयो अनि फ्याट 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 तिनचोटि परिस्थिति मा यसै मिला कार्युमा ऊ सङ्घीय काण्डमा मा यसै मिला कार्य भने आमा त धर्म धातुको रूपबाट उत्पन्न भएका आमा तपाईँ ज्ञान धातुबाट अब आउनु भएको कार्युमा भने नृत्य गर्दै अनि आउनु भएका माता अथवा आमा तपाईँ अरे कहाँबाट धर्म धातुबाट शून्यत्वको अब स्वरूपबाट चाहिँ उत्पन्न भएका अनि यो नृत्य रूपमा धारण गरेका माता को हो भने ऊ सङ्घीय काण्डमा ऊ भनेर बीज यो टाउको होइन कि ऊ बीजबाट चाहिँ बीजको त्यो भागबाट चाहिँ ऊ पाल्नु भने साङ्घे काण्डमा पाउनुभयो र साङ्घे काण्डमा साङ्घे दुग्ध कुल भन्छ अब साङ्घे रिप भने चाहिँ अनि खाण्डोमा भने चाहिँ अब लक्ष्मी नै भयो है र यो साङ्घे खाण्डोमा अनि उहाँसँग सँगै उहाँको अनि सहयोगी उहाँको अनि अनुयायीहरू कति छ भने त्यो टुल्पा चेवा घुम्दै छैन तपाईँ चाहिँ टुल्पा चेवा उहाँको अवतार चाहिँ कति प्रकार गरेको छ भने चेवा बुम अरे चेवा बुम चेवा भने चाहिँ अब के भन्छ करोड हो करोड 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 गर्दा चाहिँ 1 लाखवटा 100 करोड होइन करोड 100 करोड अनि उहाँको अनुयायीहरू उहाँको आफन्तहरू उहाँको अब वरिपरि घेरिएका अनि अब सङ्गठनहरू चाहिँ हुनुहुन्छ सबैलाई अनि आह्वान गरेको त्यो टुल्पा चेवा घुम्दा चाहिँ ऊ साङ्घे काण्डमा एकजनाले पनि 100 करोड 100 करोड भने कि 1 लाख करोड चाहिँ छ अरे चेवा भन्ने करोड हो अनि करोड करोड करोडको चाहिँ बुम अरे बुममा चाहिँ लाख हो त्यो 1 लाख अनि करोड चाहिँ अनि उहाँको खाण्डमा वरिपरि छ ती सबै आउनुहोस् अरे कोरोनासी नाट्य सौमा छ त्यति मात्र नर उहाँको पनि अनि छेउछाउमा परिषदमा को छ त भने नाङ्से लाटे छ अरे यो संसारका धेरै पनि दैविक शक्ति भएका देवी देवता अथवा भूत प्रेतहरू सबै छ उहाँहरू पनि बोलाएको सौगम चाहिँ अनि यहाँ आउनुको कारण के हो त भने तादृश्य गरे अब यहाँ आउनुहोस् शीघ्र आउनुहोस् अरे आइसिडीले के गर्नुहोस् भने अब यो शरीर को घमण्ड नष्ट गर्दै हामी त यहाँ थोमानमा परिणत भइसकेको छ अनि यो शरीर के हो लाज हो नि यो शरीर त अशुद्ध हो नि शुद्धले ओमामा हाउरीले चिनाम्रो रूप बनाइसकेको छ नि हो त्यो चाहिँ हामीले चलाउनु पर्छ अरे कसलाई छ भने यसै काण्डमा साङ्घे काण्डलाई उहाँको सहयोगीलाई उहाँसँग सम्बन्धित सबै संसारका दैविक शक्ति भएका देवी र भूत प्रेतहरू सबैलाई यो चलाउनुहोस् के चलाउने भने तादृश्य स्याठाप काङ्ग्रुहरू छन् स्याप चराए ठाप चराए कङ चराए रु चराए काङ्ग्रु चराए काङ्ग्रु भने चाहिँ यो खुट्टाहरू अथवा हड्डीहरू है रोल भने यो चाहिँ सेवन गर्नुहोस्
यसमा पुरा खानुबाट चाहिँ तपाईँ रमाउनुहोस् अरे हाम्रो रोज त्यसो चलायो भने के गर्छ त भने हामीले जन्म कुकर्मको बसमा परेर गरेका जति पनि पापहरू छ नि आफै अब नष्ट गर्छ अरे त्यसरी किन सँगसँगै यो शरीरमा भएको अनि पाछे बाधाहरू छ नि त्यो पनि नष्ट गर्छ अरे त्यसले के पाछे युगमा त्यसो यस्तो नराम्रो बाधाहरू युद्धहरू पनि अनि केमा परिणत भने अनि हटेर शून्यता परिणत होस् युद्ध नहोस् शून्यता परिणत होस् पछि नभएर शून्यता परिणत होस् के पछि इङ्सो सोल भन्दै यो चाहिँ पहिलो अनि काण्डमा कुरा रहेछ त्यस्तै गरेर दोस्रो काण्डमा माया यसै कम्तीमा 6 काण्डमा 6 काण्डमालाई पनि त्यतिकै दिने अब छ 1 लाख करोड चाहिँ अनि उहाँको अब अनुयायीहरू छ सँगसँगै अनि संसारको देवी देवता सबै छ उहाँहरूलाई अनुरोध यो आह्वान गरेर बोलाएर के दिने त अघि हामी जम्मा गरेको अनि प्रसाद अनि अमृत चिल्ला चाहिँ मोटु चाहिँ उहाँलाई चलाउनुपर्छ उहाँलाई चलाइसकेपछि उहाँहरूले अनि सेवन गरिसकेपछि उहाँहरू रमाएपछि चाहिँ हामीले के प्राप्त के लाभ हुन्छ त भने हाम्रो के पासी जस्तो छ हाम्रो सबै बाधा अवरोधहरू हटेर जान्छ हामीसँग भएको सबै पाप नष्ट भएर जान्छ हामीले अरूले दुःख कष्ट दिने अथवा युद्धहरू त्यस्तो सामना गर्नुपर्छ त पर्दैन अरे युद्धहरू पनि शून्यमा भित्र भएर जान्छ अनि बाधा अवरोध दशा ग्रहहरू पनि आफै नष्ट भएर जान्छ यो गेसी भने धेरै महत्त्वपूर्ण भएको कुराहरू मान्छे लागि ढङ्गको अन्य मुखविदबाट निस्किएका शब्दहरूको उच्चारण गरिसकेको छु गेसीको कारणले त हामीलाई सयौँ पुरिम गर्नु पर्दैन यसले पो धेरै फाइदा पुग्छ भन्छ यसले त अनि फुवा पनि ठुलो किनभने यो चो 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 भन्साथमा चोको कारण चाहिँ आफ्नो अहमता घमण्ड काटिसकेपछि त अब निर्मूल भयो अब शुद्ध भयो अब शुद्ध भएपछि सबै शुद्ध दिन सकिन्छ अब यो मुक्त भएपछि त सबै दिन चाहिँ प्राणीसँग मुक्त भएको दिन सकिन्छ आफै अशुद्ध भएको कारणले पो बाहिर पनि अशुद्ध देखेको हो त्यस कारणले आफूको अब घमण्ड र अहमता र रिस र मोहहरूलाई चाहिँ नष्ट गर्नको लागि चाहिँ अनि त्यो परम्परामा त्योको अभ्यास त्योको साधनामा अथवा त्योलाई चाहिँ अपनाउनु पर्छ त्योको ध्यान साधनामा हामी मग्नसँग खुसी साधना त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू अगाडि गइसकेको छ त्यसपछि म यो सोच्छु त्यसै गरेर तेस्रो माया चाहिँ कार्यमा प्रोरिजियममा लेखियो अब अघि दोस्रो चाहिँ अब पूर्व दिशाबाट चाहिँ प्रोरिजियम भन्ने चाहिँ कता छ अब उत्तर दिशाको है उत्तर दिशाको प्रोरिजियम काण्डमा हो प्रोरिजियम काण्डमा अनि उहाँलाई पनि कति छ उहाँको अनुयायीहरू चाहिँ अनि 1 लाख करोड त्यत्रो अनुयायी छ अनि त्यो सँगसँगै अनि संसारका जति पनि दैवी शक्ति भएका देवता र असुर राक्षसहरू छ नि सबैतिर उहाँसँगै आउँछ आउनुहोस् भनेर अनि अनुरोध गरिसकेपछि के को निम्ति आउनुहोस् भने चाहिँ तादृश्य घुम्न चाहिँ अनि के तादृश्य लगाउनु हो यो मैले सम गरेको जन्मौँ जन्मको शरीरको मासु प्रसादमा परिणत गरेर तपाईँलाई चलाएको छु जन्मौँ जन्म लिनुभएको रगतहरू सबै समुद्र डुबीमा परिणत भएको छ त्यो पनि कोमाको अनि यो प्रकाशले त्यहाँ चाहिँ अशुद्ध र शुद्ध बनाइसकेको छ यो अमृत परिणत भएको छ यो सेवन गर्नु लागि हड्डी सेवन गर्नु लागि चाहिँ अथवा यो फिस सेवन गर्नु लागि चाहिँ अथवा यो पुरा भाप अनि सेवन गर्नु लागि चाहिँ यो हड्डी भित्रको काङहरू सेवन गर्नु लागि चाहिँ अब आउनुहोस् भन्नुभयो आउनु भइसके सेवन गरिसकेपछि उहाँहरू रमाएर जानुहुन्छ रमाएर गइसकेपछि हामीले के पाउँछ त भने के पछि यो म यो जसरी पहिलाको जस्तै गरेर यो सबै पावर नाटक गरेर जान्छ फेरि माया सिंहले कार्यमा लुप्यमरी काण्डमा यो चाहिँ पश्चिम दिशाको काण्डमा चाहिँ प्यामरी काण्डमा छ पद्मफुलको काण्डमा हो त्यो पद्मरी काण्डमालाई पनि कति छ भने 1 लाख करोड अनि उहाँको अनि अनुयायीहरू छ तिनीहरू सबैलाई आउनुहोस् त्यो टेवा हुन्छ चाहिँ पूर्णसेनाले खोज्दा चाहिँ त्यही समय एकाएक फेरि संसारका दैवी शैली भएका देवी देवता अनि यो असुरहरू अथवा राक्षसहरू सबै यहाँ आउनुहोस् भनेर आउनु भएपछि के को निम्ति आउनुहोस् भनेको दृश्य स्याटामानु रोज यो मास हो यो रगत यो अनि हड्डीहरू तपाईँले सेवन गर्नुहोस् त्यही पछि म यो सोध्छु न त्यसले फेरि हामीलाई के को लाभ हुन्छ के फाइदा हुन्छ भने त्यसले फाइदा पुग्ने चाहिँ हामीसँग सबै बाधा अवरोधहरू अवश्य अब हटेर शून्यता परिणत भएर जान्छ
हामीसँग धेरै जग्गालाई गर्न युद्ध गर्नको लागि आउनेहरू पनि आवश्यक हुँदैन उहाँको मनमा बुद्धि चित्त कोरोना भाव जागेर चाहिँ उनीहरू सबै किनभने शून्यता पनि गरेर जान्छ त्यो म यो सोच्छु त्यसै गरेर मायाजीले गाउँमा झ्याङ ल्यागिरी खाडोमा जहाँ अब दक्षिण साइडको अनि खाडोमाहरू पाल्नु छ त्यो खाडोमालाई पनि त्यस्तै वरिपरि घेरेको छ 1 लाख करोड अनि अब वरिपरि उहाँको सहयोगीहरू छ त्यो आउनुहोस् उहाँको आफन्तहरू छ उहाँको समूहहरू छ आउनुहोस् अनि सँगसँगै पूर्ण सेवाले पर्न चाहिँ छैन उहाँसँग फेरि सँगसँगै हामी सँगसँगै देवी देवताहरू राक्षसै गरौँ अथवा सिमे भूमिहरू पनि आउनुहोस् अरे त्यो आउनु भएपछि के को निम्ति आउनुहोस् भनेर भयो भने चाहिँ यो मासु लिनुहोस् यो हड्डी लिनुहोस् यो अब के भन्छ बसो लिनुहोस् यो बाघहरू लिनुहोस् भनेर देवसारहरू आउनु हो अनि उहाँ चाहिँ त्यो सेवन गरेर खुसी भएर रमाइलो सिद्धेपछि के लाभ हुन्छ त भने हामीलाई आशीर्वाद दिन्छ अनि त्यो चाहिँ आशीर्वाद के हो भने पछि इमोसन केन्द्र पछि कुनै पनि कारणमा हामीलाई बाधा अवरोध आउँदैन विघ्न चाहिँ बाधाहरू अवश्य हालेर जान्छ मात्र नभएर अनि अरूको यो युद्धहरू पनि हामीले खेप्नु पर्दैन सामना गर्नु पर्दैन युद्धहरू पनि सबै किनभने गरेर जान्छ अरे